हेलो साथीहरु, म चाहिँ यहाँ कालिका मन्दिर हेलो गाइस, न्यू ब्लगमा स्वागत छ। नमस्ते झोले। आज चाहिँ म मौला कालिका मन्दिर जाँदैछु गाइसहरु। म चाहिँ जाँदिरहेको छु है। मजे गयो है। पानी खिच्नु दिएन। इलामा छ नि सानो तेरा रुपैयाँ माने भन्थे वही हेलो त्यसरी खानु छ के हो ल आऊ आइदियो देख्यौ मान्छेसँग घुलमिल भइसक्यो हेलो साथीहरु, म चाहिँ यहाँ कालिका मन्दिर आइपुगेको छु। अब चाहिँ म यहाँ कालिका मन्दिर आएर पनि टिका लगाइसकेको छु। वहाँका नानी बाबुहरूको पढाइ लेखाइ ज्ञानमान समाजमा स्थान भएर जान सकिन् यो शुभकामना फुलाको मिठा लामी कता राख्ने हो बाबा उनी भनेको गर्नुहुन्छ के तुक्सेले भने जल पानी वाला चढाइदिए छाना अब म चाहिँ हिरामाले इसे गुतमै ना इसे पहिला इसेरको बौद्ध झाल्ने के फेरि आज हामी कालिका मन्दिरतिर सबै फ्यामिली घुमघाम गर्न आएको, मन्दिर पूजा गर्न। ज्वाइँ बाबा के को फुल मन्दिरको भोलि तपाईँ आउनुहुन्न, तपाईँलाई हारा कसले दिन्छ? त्यस कारणले पनि हामीले बचाएर बचाउने तपाईँहरूलाई आग्रह गरेका हौँ। कस्तो राम्रो सिन देख्यो यहाँबाट है, हेर्नु न। उता जाँदा नि खिच्नु न ल त। हामीले 5 बजे खान्छौँ, त्यस कारणले पनि यहाँलाई आग्रह गर्दछौँ।
ल्याएका सामानहरू दिनुपर्छ भन्ने हुँदैन। भक्तजनहरू कहिले आउनुहुन्छ कहिले आउनुहुन्न, आउँदाको दिन परिवारले दिशा पिसाब गरिसकेपछि त्यो ठुलो उनीहरूले खाने गौशालामा लागेर गौमाताहरूलाई बनाउनेलाई दिइसक्छ। परिवारको दिशा पिसाब धेरै विशाल हुन्छ। हेलो गाइस, आज चाहिँ हामी मन्दिर गएर आएपछि खाना खाँदैछ सबैजना फ्यामिलीहरू। यता मेरो मम्मी, यता मेरो ठुलो दिदी, यता मेरो ठुलो भेना, छोरो, दुईवटा छोरोहरू, बाबा, यता भाइ बहिनीहरू। ल हेलो साथीहरू, म चाहिँ मौला कालिका मन्दिरबाट घर आइपुगेको छु गाइजहरू। यो चाहिँ हाम्रो घर जाने बाटो है गाइजहरू। म त आइसकेको छु घर। अनि फेरि चाहिँ ल साथीहरू, आजको भ्लग चाहिँ यति नै गाइजहरू। भोलिको भ्लगमा भेटौँला। तपाईँहरू पनि मेरो भ्लगमा हेरिदिनु होला। अनि फेरि चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। गुड बाई।